हैन म सिधा सिधा जान्छु बन्द गर ल साथीभाइ हो फेरि पनि स्वागत छ तपाईहरुलाई आजको नयाँ भ्लगमा अब भ्लग सुरु हुन्छ आज चाहिँ मासु लिन गएर आज चाहिँ पोर्क झोल मोमो खाने कुरा आयो त्यही भएर चाहिँ आज चियाकला र पोर्कको मासु लिन जाँदैछु भन्दा पनि छौँ गाह्रो छ भाइ पनि ठेल्न सक्दैन जाँथ्यो लाइनै 3-4 वटा थियो डेली पास सोध्यो त डेली पास दिदी बेली छ 2 केजी यहाँबाट चाहिँ हाल्नु पर्ला कति हाल्ने सबै फ्रेस हो नि है दिदी हजुर कति हाल्ने ए त्यत्रो त चाहिँदैन है कति भन्दा 2 केजी जति चाहियो भए पुग्छ 1 किलो भयो यति यहाँबाट त्यहीबाट हालिदिनु नि सबै हुन्छ केजीको कसरी बेलीको 680 बेली चाहिँ ए अरूले 650 बेली चाहिँ 680 मासु बनाउनु पर्ने रहेछ कता कताको होइन रेस्टुरेन्ट कफी अलिक महँगो हुन्छ त्यही भएर सब्जीमा मासु होइन फ्रिजमा राख्छ यो सफा गर्छु तल पनि बस्छ कि समात खाएको तपाईँको समात्ने मान्छे छ त्यही पनि गरिदिनुहोस् न एउटा हात घाइते छौ ए गाइको त्यही भएर हस् थ्याङ्क यू यहाँबाट हरन बजाएर त्यहाँबाट उठाएको नि त कसो दाइ लसुन कति चाहिन्छ भाइ कसरी दाइ किलोको 240 200 लौको 200 यति त यति कुकुर हेर न अलि अर्को 150 वाला कुकुर निकालिदेऊ न ए होस् के त्यति त बल्ल बल्ल हात तानी तानी बनायो होइन हौ यस्तो 150 के 4वटा खुट्टा देखिने खालको कुकुर 2टा कुकुर यो जामा लागेको जस्तो छ त यो भएन रुमाल भी देख्यो ल भाइ देख्यो मैले फेरि रुमाल भी देख्यो त्यस्तो छ जोडेको छन् के सबै सक्छ त खान म खान्छु क्या मैले भनेको चुरा तारा खानु सक्छु ल गाइजहरु ट्याक्क लाएर यो चाहिँ हाम्रो आजको सुप मोमो है सुप मोमो यहाँ बोइल हुँदैछ
कुकर मामा है कुकर मामा दाने मग दाने कसे दाने जळण नाही ओला जस्तै लाग्यो मलाई पानी ओय चिल्लो समातेन दिदीले कसरी समातेर खायो पंखा फिट्टे गोलमान पनि त्यस्तै छ किन भन्दाखेरि चाहिँ हेर्नुहोस् झोल मामा झोल किमा निस्केर कहाँ भयो होटलमा नि यसरी बेच्यो भने त गएन हजुर पुऱ्याएर झोलभित्र पसेर गएर ए मतलब चर्को बनाएर यहाँ बढी फाइनली होममेड मोमो हामी टेस्ट गरिसकेको उता हो भाइ यस्तो त चिज सबै मलाई त्यताबाट नि होइन मैले बनाएको जति मलाई हाल्यो सबैले समातेन सन्जुको त्यहाँ झऱ्यो झाऱ्यो क्या त्यसले होइन क्या कचौरामै पो झरेको भने मैले भाइ चाहिँ किन हाँसेन बुझ्छ नि म चाहिँ मलाई चाहिँ ठुलो होला समात्दैन मेरो चिल्लो भएर पुऱ्याएर खानु न अनि पुऱ्याएर झोलभित्र